एकचोटि संसद खोलिदिनुहोस्, त्यसपछि संसदबाटै तपाईहरुको माग पूरा हुन्छ, संसद विघटन नगरौं भनेर रामचन्द्र पौडेलले भन्नुभएको थियो। तपाईले चाहिँ संसद विघटन नै पहिलो शर्त हुनुपर्छ, त्यसपछि सेनासँग वार्ता गर्नु होला भनेर मार्गदर्शन गर्नु तपाई हैन। तपाईले चाहिँ त्यो मार्गदर्शन गरिसकेपछि के थियो गन्तव्य भन्ने कुरा नि त बताउनु पर्थ्यो होला नि त। तपाईलाई प्रधानमन्त्री बनाउनको लागि त्यत्रो सबै भएको थिएन होला, त्यत्रा मरेका त तपाईलाई प्रधानमन्त्री बनाउनको लागि हैन होला। 7 बुँदे माग पूरा हुने थियो। रामचन्द्र पौडेलले म गराउँछु तपाईहरुको माग पूरा गर्छु भन्दा पनि हामीले पुराना पार्टीका विश्वास नै नलागेर, रामचन्द्र पौडेल राष्ट्रपतिको विश्वास नलिएर तपाईले भनेकै कुरा गरेर त्यसपछि तपाई अहिले आएर एकचोटि थुथुनो देखाएर बालेन प्रधानमन्त्री अब कि बालेन सरकार हुनेवाला के हो तपाई प्रधानमन्त्री भएर त्यो पनि थाहा छैन। जनकपुरको 10 मिनेटको भाषण बाहेक अरु तपाईको हात हलाउनु बाहेक कोही पनि केही पनि देखेको छैन। एउटा 8 करोडको गाडी तपाईले कसरी चढ्नु भने उत्तर दिन सक्नुहुन्न। तपाईको श्रीमतीले